नमस्ते साथीहरु। अब चाहिँ यो सिजन चाहिँ लसुन रोप्ने सिजन है साथीहरु। लसुन प्याज रोप्ने सिजन हो। आज चाहिँ मैले 2 केजी लसुन रोप्न गइरहेको छु। मेरोमा अझै पनि काँक्रो लह फल्दैछ साथीहरु। यता पनि धनियाहरु खानी भइसकेको छ अनि तोरीको साग पनि खानी भइसकेको छ। यता चाहिँ काउली अस्ति नै रोपेको काउली चाहिँ यत्रो भइसकेको छ साथीहरु। यता चाहिँ प्याज जमाको साथीहरु है। अब लसुन रोप्नलाई सुरु गरे। पहिला चाहिँ मैले यतातिर मेरो टनक्कै घिरौला काँक्रोहरु थियो यो ठाउँमा चाहिँ। अनि मैले त्यो घिरौला काँक्रोहरु भैमै लगाइदिएको थिएँ साथीहरु। अनि त्यो घिरौला काँक्रोहरुको झालहरु सबै निकाले। अनि निकालिसकेपछि यतातिर काउली छ, काउलीको अलिकति बाँकी थियो साथीहरु। त्यसमा चाहिँ मैले अब लसुन रोप्दै छु। यो चाहिँ प्योर बाख्राको मल है साथीहरु। मैले एकजना बाजेकोबाट बाख्राको मल ल्याएको थिएँ 100 केजी जति। अहिले चाहिँ त्यो बाख्राको मल छर्दिसके साथीहरु। अनि लसुन रोप्नको लागि मैले खनेर तयार गर्दै छु साथीहरु। हेर्नु है त। अनि खनेर तयार गरिसकेपछि अब सम्माउन पर्यो नि त। अनि आज फेरि प्लास्टिक पनि थिएन के साथीहरु। आज प्लास्टिकहरु पनि किनेर ल्याएँ। अनि प्लास्टिक लगाउँदै छु किनभने प्लास्टिक लगाउनुको कारण चाहिँ हामी काममा जाने मान्छे है साथीहरु। अब 1 घण्टा 2 घण्टा टाइम भन्दा हुँदैन साथीहरु। प्लास्टिक लाएन भने त हरिबिजोकै हुन्छ झार आएर। अघिल्लो पहिलो वर्षमा मैले प्लास्टिक नलाइकिन गरेको साथीहरु। खाना भन्दा टिप्नु भन्दा झार टिप्नलाई यति टाइम लाग्यो नि साथीहरु। यो प्लास्टिक लायो भने त अब आनन्द एकचोटी रोप्यो भने खन्न पनि परेन। एकैचोटी उखाल्नलाई सजिलो हुन्छ। फलिसकेपछि निकाल्नलाई सजिलो हुन्छ। अनि मैले चाहिँ बिस्तारै प्लास्टिक लगाइसकेपछि लसुन रोप्दै साथीहरु। लसुन रोप्नको लागि छुट्टै प्लास्टिकहरु पाइन्छ। लसुन प्याजको लागि प्लास्टिक एक भित्ताको पाल भएको प्लास्टिक पाइन्छ साथीहरु। सबै गरिसकेपछि मैले यसरी लसुन रोपे साथीहरु। यो लसुन 2 केजी लसुन त एउटा ड्याङमा जम्मा आधी केजी जति मात्र भयो साथीहरु। एउटा ड्याङ मात्र रोपे। अनि अर्को ड्याङ चाहिँ अब बाँकी रह्यो साथीहरु। यताउता गर्दा 2 घण्टा लागिहाल्यो। अनि हजुरहरुले पनि सानो करेसाबारी ल्याउनु भएको छ भने लसुन रोप्ने बेला भइसक्यो है साथीहरु। लाइन बाइ लाइन लगाउँदाखेरि एक भित्ताको फरकमा अनि 1 इंच 2 इंच जति तल रोप्दिए साथीहरु। मलाई त्यस्तो अनुभव त छैन साथीहरु। तै पनि मैले आफ्नै हिसाबले मेरो मम्मीले गर्नुहुन्थ्यो। मेरो मम्मीले गरेको याद आउँछ के मलाई बच्चा बेलामा। तर म आफैले सिकेको मात्र हो साथीहरु। मैले खासै यस्तो कृषि गर्न त आउँदैन। के गर्नुपर्छ भन्ने कुरा त थाहा छैन। तै पनि रहर मात्र हो साथीहरु। रहरले पनि 1 वर्षलाई मजाले पुग्छ साथीहरु। लसुन प्याज आलु हरियो तरकारीहरु केही पनि किनेर खान परेको छैन साथीहरु। यो जापानको ठाउँमा चाहिँ तरकारीमा कति खर्च हुन्छ के साथीहरु। 1 घण्टा 2 घण्टा टाइम छ भने हजुरहरुले पनि यसरी मैले जस्तै गरेर आत्मनिर्भर बन्नु होला। अब मैले यो चाहिँ उखाल्ने बेलामा मात्र छोए हुन्छ साथीहरु। यसरी प्लास्टिक लायो भने कति ठीक हुन्छ कि। प्लास्टिक लायो चाहिँ 1100 पर्यो। थ्यांक यू फर वाचिङ।